हेलो गाइस, नमस्ते। के छ हालखबर? सन्चै हुनुहुन्छ? पानी परेको छ, एकदम चिसो छ। अझै पनि धेरै बादल गरिरहेको छ। चिसो चिसो मौसममा तातो तातो पकौडा खानको लागि मैले आलु उछ्याउँदैछु। अनि मैले राख्दैछु यसमा प्याज। अनि मैले प्याज काटिसकेँ। अनि मैले थोरै अदरक अनि लसुन राखेको छु। आलु पाकिसक्यो। अनि मैले मैदा राखेँ यसमा। अनि थोरै नुन राख्छु। अनि धुलो खुर्सानी थोरै बेसार राखेँ। अनि मैले यसमा हरियो खुर्सानी पनि राखेको छु, पिरो खानको लागि के। यतिको भइसकेपछि अब मैले पकौडा बनाउँदैछु गाइस। मेरो पकौडा पाक्दैछ गाइस। हजुरहरु पनि आउनु होला ल खान। पकौडा पाकेपछि हजुरहरुलाई पनि वेलकम छ। फाइनली मेरो रेडी भइसक्यो पकौडा। हजुरहरु पनि आउनुहोस् ल खानालाई।